परमेश्वरलाई धन्यवाद होस्। ख्रीष्ट येशूको नाममा सम्पूर्ण पवित्र जनहरूमा जयमसी स्वागत अभिवादन भन्न चाहन्छु। म तपाईँहरूको बिचमा परमेश्वरको जीवित वचन लिएर आएको छु। यूहन्ना 11को 35 पदमा येशू रुनुभयो भन्ने वचनको शीर्षक छ। साँच्चै आज तपाईँ र मलाई परमेश्वरले किन यो संसारमा उहाँको राज्यमा बोलाउनु भयो भन्ने कुरा तपाईँले मैले बुझ्न अपरिहार्य छ। आज जसरी लाजरस मरेको 4 दिनपछि येशू त्यहाँ पुग्नुभयो, येशू त्यहाँ रुनु भएको छ, येशू दुःखमा परेका मानिसहरूको बिचमा मलमपट्टि लगाउने काम गर्नुभएको छ र उहाँले त्यहाँनिर चाहिँ परमेश्वरको वचन पनि बोल्नु भएको छ। यूहन्ना 11को 25 पदमा उहाँले के भन्नुभएको छ, पुनरुत्थान र जीवन म नै हो, मलाई विश्वास गर्ने मर्यो भने पनि जीवित हुनेछ भनेर भन्नुभएको छ। आज त्यो जीवित परमेश्वर, त्यो जीवन दिने परमेश्वर, हाम्रो मानिसहरूलाई जीवन दिने परमेश्वर आज तपाईँ र मेरो परमेश्वर हुनुहुन्छ। आज तपाईँ र मलाई परमेश्वरले त्यो कार्य गर्नको निम्ति आज हाम्रा मानिसहरू उद्धारको बाटो खोजिरहेका छन्। आज हाम्रा मानिसहरू सहारा खोजिरहेका छन्। आज हाम्रा मानिसहरू चाहिँ त्यो अन्धकारमा छटपटिरहेका छन्। प्रियहरू, आज तपाईँ र म परमेश्वरको कार्यको निम्ति तयार हुनुपर्ने अवस्था छ। आज तपाईँ र मैले आफ्नो घरको परिस्थितिलाई हेर्ने होइन, आज तपाईँ र मैले आफ्नो घरको समस्यालाई होइन, परमेश्वरको धार्मिकता र राज्यको खोजी गर्नुपर्ने छ तपाईँ र मैले। त्यसै कारणले त परमेश्वरले तपाईँ र मलाई चुन्नु भएको। आज यहाँ जसरी लाजरस चाहिँ च्यानमा अनि 4 दिन राखेको लाजरस प्रभु येशूले चाहिँ प्रार्थना गर्नुभयो र भन्नुभएको छ, प्रभुसँग भन्नुभएको छ, धन्यवाद प्रभु, तपाईँले मेरो प्रार्थना सुन्नुभएको छ। परमेश्वरले चाहिँ प्रार्थना, येशूले प्रार्थना गर्नुभएको छ, लाजरस जीवित भएको छ। आज तपाईँ र मेरा मानिसहरू मरिरहेका छन्। प्रियहरू, आज तपाईँ र मेरा मानिसहरू रोइरहेका छन्, छटपटाइरहेका छन्। आज ती मानिसहरूलाई बचाउने जिम्मेदारी तपाईँ र मेरो काँधमा आएको छ। त्यसैले त प्रभुले तपाईँ र मलाई उहाँको सेवकाईमा बोलाउनु भएको छ। प्रियहरू, आज तपाईँ र म जसरी येशू रुनु भएको छ, आज तपाईँ र मेरा मानिसहरूको निम्ति, हाम्रो समाजको निम्ति, हाम्रो देशको निम्ति आज तपाईँ र म रुनु पर्नेछ, घुँडा टेक्नु पर्नेछ। ओ परमेश्वरले भजन सङ्ग्रह 34को 15 पदमा भन्नुभएको छ, जब धर्मीजनले प्रार्थना गर्छन् परमेश्वरले सुन्नुहुन्छ र तिनीहरूलाई उत्तर दिनुहुन्छ भनेर त्यहाँ लेखिएको छ। प्रियहरू, तपाईँ र म जब प्रार्थना गर्छौँ परमेश्वरले तपाईँ र मेरो प्रार्थनाको उत्तर दिनुहुन्छ। विश्वासको साथ प्रार्थना गर्न आज तपाईँ र म हाम्रा मानिसहरूको, ती पीडामा परेका मानिसहरूको अगाडि हामी जाउँ र प्रार्थना गरौँ। परमेश्वर तपाईँ र मेरो साथ हुनुहुन्छ। मत्ती 10को 1 पदमा तपाईँ र मलाई परमेश्वरले अशुद्ध आत्माहरू निकाल्ने र हरेक प्रकारका रोगहरू निको पार्ने अधिकार दिनुभएको छ। आज त्यो अधिकार तपाईँ र म जब ती मानिसहरूको बिचमा जान्छौँ र बाबा ती मानिसहरूको बिचमा गएर तपाईँ र म प्रयोग गर्छौँ, त्यहाँ अचम्म